हेलो साथीहरू, वेलकम छ फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म यो येल्लो कलरको कभर मेसिनमा ओछ्याउँदैछु साथीहरू। आज चाहिँ पिकाजु काट्न लागेको। पिकाजु काट्नको लागि चाहिँ फर्स्टमा कपडा मिलाउनु पर्छ अनि त्यसपछि कपडाको साइज नाप्नु पर्छ। अब साइज नापेन भने कपडा मिल्दैन। अब चाहिँ म काट्न सुरु गरेको। यो चाहिँ दुई कलर हुन्छ, एउटा येल्लो कलर भइहाल्यो, अर्को चाहिँ सिनमा कालो हुन्छ। अनि सबै म प्रिन्टहरू अनि सबै फिनिसिङहरू म सबै देखाउँछु। लास्ट अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद। यो ठुलो साइजको चाहिँ प्रिन्ट भएकै यो चाहिँ अहिले म देखाउँछु। तपाईहरुलाई कसरी प्रिन्ट हुन्छ त्यो सबै देखाउँछु। कस्तो डिजाइन बन्दो रहेछ तपाईहरुलाई सबै देखाउँछु है साथीहरू। मेरो चाहिँ यसमा सबै भनौँ न यो लोगोहरू सबै यहाँ देख्छ है यो मेसिनमा। फाइनली यो चाहिँ अब सकिसक्यो। यो चाहिँ प्रिन्ट मेसिनमा यसरी ओछ्याउनु पर्छ फर्स्टमा हैन। अनि यसको आँखा हाल्नुपर्छ यो गेरो भित्र हैन। गेरो बाहिर निस्क्यो भने बिग्रिन्छ। सबै मिलाएर राख्नुपर्छ। यो चाहिँ आँखा भयो हैन। अनि त्यसपछि जिब्रो हालेँ मैले। अनि यसमा चाहिँ फेरि गालामा रातो पनि गेरोभन्दा बाहिर जान हुँदैन। गेरोभित्र ठिक्क मिल्नुपर्छ, नभए त बिग्रिहाल्छ। मैले दुईतिरै लगाइसकेको छ गाला। अनि त्यसपछि नाकको पालो आइसकेको छ। अब चाहिँ नाक लाउँछ है साथीहरू। मलाई चाहिँ एकतिर हातले लाउनलाई गाह्रो भइरहेको थियो हैन। एउटा चाहिँ मैले मोबाइल समाउँदै थियो, त्यही भएर चाहिँ गाह्रो भएको क्या, नभए ठिकै छ। अब फाइनली सित्यो। यसरी हाल्नुपर्छ। मेहनत कति धेरै छ नि हौ यसको। यसरी सबै आँखा, मुख, नाक, गाला सबै टास्नुपर्छ नि हौ साथीहरू। अब यो प्रिन्ट सकेपछि चाहिँ अब सिलाउन लानु पर्यो। कति काम छ। अब यतिको भयो अघिको। अनि त्यसपछि फाइनली यस्तो यो पिकाजु रेडी भयो। कसलाई मन पर्यो भन्नु होला।